नमस्कार। यति बेला मसँग हुनुहुन्छ अत्यन्तै चर्चित अत्यन्तै लोकप्रिय गायक रोशन राई। उहाँले 3 दशकभन्दा बढी समय यो साङ्गीतिक फिल्ममा बिताइसके तापनि भर्खरै सम्पन्न भएको भोइस अफ सिजन 6 को फाइनलिस्ट, उहाँ फर्स्ट रनर अप हुनुभयो र भोइसबाट बाहिर पछाडि आज मात्रै उहाँको एउटा गीत रेकर्ड पनि भइरहेको थियो यहाँभित्र र रेकर्ड गरिसक्ने बित्तिकै बाहिर हामीले उहाँसँग केही कुराकानी गर्ने जमर्को गरेका छौँ। यति बेला हामीसँग हुनुहुन्छ रोशन राई, पालुवा स्टार। रोशनजी, यहाँलाई स्वागत छ। धन्यवाद। नमस्ते। भोइसको यात्रा कस्तो भयो तपाईँको? समग्रमा एकदमै फलदायी, राम्रो पनि भयो, सहज, एकदम राम्रो भयो, खुसी छु। धेरैले टाइटल अवार्ड रोशन राईले पाउँछ भन्ने अनुमान गर्नुभएको थियो, यद्यपि फर्स्ट रनर भन्नुभयो। तपाईँको गुनासो केही रह्यो यसमा? त्यस्तो छैन, म त एकदम खुसी छु। अब जसले जित्दा पनि हुने कुरा हो, होइन एकजनाले जित्ने हो। अब सबै डिजर्भ नै थियौँ हामी चारैजना। अब त्यसमा कुनै दुखेसो छैन, जसले जित्दा पनि। अब यो त्यो फर्मेटै त्यस्तो हो कि अब एकजना हुने हो, त्यसको लागि एउटा तपाईँले जित्दा पनि अरूले दुखेसो नगर्ने हो, होइन। र मैले नजित्दा पनि मलाई दुखेसो छैन त्यसमा। एउटा कुरा के हो भन्दा म पनि विनरै जस्तो हो, होइन। किन भन्दा म फाइनलिस्ट हो कोच मेलिनाबाट, त विनरै हो नि त, होइन। धेरै दर्शक श्रोताहरूको मनको पनि विनरै रोशन राई, पालुवा स्टार भनेर पनि भन्छन्, होइन। एउटा गुनासो छ कि जस्तै रोशन राई, पालुवा स्टार भनेको अहिले भर्खरै उम्रिएको च्याउ जस्तो कलाकार होइन, सङ्घर्ष छ, साधना छ, होइन। झन्डै लगभग 3 दशक सङ्गीतमा बिताइसक्नु भएको छ, होइन। सानो एउटा पालुवा स्टार, त्यतिखेरदेखि गीत गाउनुहुन्थ्यो तपाईँ। त्यो दिक्तेलको हरेक मान्छेलाई थाहा छ, खोटाङको हरेक मान्छेलाई थाहा छ। तपाईँ 6-7 वर्षको हुँदादेखि गाउनुहुन्थ्यो, 5-6 वर्षको हुँदादेखि। बिचमा तपाईँले थुप्रै हिट गीतहरू दिनुभयो। मेरो प्यारो खोटाङ त अहिले हरेक जनजनमा मनमा बसेको छ, तपाईँले गाएको गीत, होइन। मेरो प्यारो खोटाङ, थुप्रै गीतहरू चर्चित छन्। यति चर्चित गीतहरू गाइसकेको मान्छे, यति लामो साधना भएको मान्छे किन जानु पर्यो भोइसमा भनेर पनि कतिपयले सोधेको पाइयो, गुनासो गरेको पाइयो। यसमा तपाईँ के भन्नुहुन्छ? उहाँहरूको लागि थ्याङ्क यू भन्न चाहन्छु, पहिलो कुरा त। दोस्रो कुरा के चाहिँ भन्दाखेरि अब एउटा चर्चा र एउटा यो हिट भन्ने कुरा सधैँभरि रहिरहँदैन नि त, होइन। सबैको मनमा एउटा त्यो गीत रह्यो, मेरो प्यारो खोटाङ। त्यो सदाबहार गीत हो, अहिलेसम्म सबैले माया गर्नु छ, भोलिको दिनमा पनि माया गर्नुहुनेछ भन्ने लाग्छ। र दोस्रो कुरा चाहिँ के हो भन्दा त्यो भोइसको प्लेटफर्म भनेको यस्तो कुरा हो जसले चाहिँ संसार देखाइदिन्छ संसारभरि। त्यसको लागि मेरो लागि चाहिँ म चाहिँ जानुको उद्देश्य के हो भन्दा खास भन्दा जतिले चिन्नु भएको थियो, होइन, त्यो त छँदैन थियो, तर अझ बाँकी थियो नि त। रोशन राई त्यति मात्रै होइन भन्ने हिसाबले अझ धेरै दर्शक श्रोताको माया बटुल्नुपर्छ मैले, आशीर्वाद लिनुपर्छ मैले भन्ने हिसाबले मैले भोइसमा चाहिँ मेरो आफ्नो केही कलाहरू केही थियो, होइन, मन पनि पराइदिनु भएको छ। त्यो कारणले पनि म अझै पनि उहाँहरूको आशीर्वाद लिन चाहन्थेँ। त्यसो भएकोले गर्दा चाहिँ सरल र सोझो भाषामा भन्ने हो भने गीत गाउनुभयो, थुप्रै सृजना गर्नुभयो, तर चर्चा कम भयो, थोरैले चिने, बााउन्ड्रीभित्र रहनु पर्यो। त्यहाँ चाहिँ तपाईँको भोइसमा गइसके पछाडि धेरैले देख्छन्, धेरैले चिन्छन् भन्ने। तर यसो भनिरहँदाखेरि सुनलाई किन जलप लाउनु पर्यो र भन्छन्, होइन। अब उदाहरणको लागि नारायण गोपाल, भक्तराज आचार्य, फतेमान राज भण्डारी, होइन, तारादेवी, अरुणा लामाहरू लगायत उहाँहरूले कहाँ भोइस अफ नेपाल जित्नुभयो र कहाँ नेपाल आइडल जित्नुभयो र कुन चाहिँ रियालिटी सोमा भिड्नुभयो र, तर उहाँहरूको चर्चा हिजो जति थियो आज पनि त्यत्तिकै छ भन्छन् नि। राम्रो तर्क राम्रो हो, तर के छ भन्दाखेरि समयअनुसार चल्नुपर्ने रहेछ कि। वास्तवमा के चाहिँ हो भन्दा
अब नारायण गोपालहरू स्वर सम्राट उहाँहरूको गीतहरू सुन्दा होइन हामीले त आठ पनि आउँदैन कि खास भने धेरै जस्तो चाहिँ आठ आउँदैन किन आउँदैन भन्दाखेरि उहाँहरूको साधना र हाम्रो साधनामा चाहिँ धेरै नै फरक रहेछ र त्यो जमाना र यो जमाना पनि फरक छ त्यति बेलाको प्लेटफर्म भनेको एउटा सीमित ठाउँ थियो रेडियो अब अहिले कम्पिटिसनको जमाना त्यतिखेर पनि थियो होइन तर सृजना राम्रो भएको कारणले साधकहरू हुनुहुन्छ उहाँहरू होइन गुरुहरू हुनुहुन्छ होइन त्यो कारणले उहाँहरू अगाडि बढ्नुभयो हाम्रो चाहिँ अब के चाहिँ भन्दाखेरि मैले 10 करोड खर्च गरेर एउटा गीत गरे पनि मलाई आज भोइसले दिएको त्यो एउटा प्लेटफर्म त्यो ठाउँ त्यो नाम चाहिँ मैले त्यो गेन गर्न सक्दिनँ थियो होइन सो मलाई चाहिँ खास भोइसमा जानुको पहिलो कुरा चाहिँ त्यही नै हो जो म अझ धेरै तर जानुपर्छ मेरो आफ्नो प्रस्तुतिलाई मैले सङ्गीत प्रेमी जति पनि दाजुभाइ आम नेपाली दर्शकहरू हुनुहुन्छ उहाँहरूसम्म मैले पुर्याउनुपर्छ हेर्ने माध्यम के हो त भन्दा प्लेटफर्म नै हो होइन अब त्यो एउटा यस्तो रियालिटी सो हो कि नम्बर 1 रियालिटी सो हो कि देशको सबैभन्दा चर्चित रियालिटी सो हो त्यो त्यसो भएको हुनाले गर्दा हामीले ल्याउँदै गरेको साङ्गीतिक कोसेलीहरू नहेरिदिनु भएको पनि होइन हेरिदिनु भएको तर त्यो हामीले ल्याउँदै गर्दा अब त्यही त हो बजारको कारण होइन हरेक कुरा हुन्छ अहिले त्यसको कारणले सबै दर्शकसम्म नपुगेको हुनसक्छ नि त नसुनेको हुनसक्छ त्यसो भएले गर्दा केही कला क्षमता केही गर्न सकिन्छ भने जाउँ न त हिसाबले ठिक छ जानुभयो होइन जुन जे कुरा गेन गर्नुभयो त्यो राम्रो खुसीको कुरा पनि हो यद्यपि धेरैले गुनासो गर्छन् त्यहाँ वास्तवमा वास्तविक कला र गला हुनेले भन्दा पनि जसले बढी खरिद गर्न सक्छ जसले बढी किन्न सक्छ होइन जसले बढी पैसा हाल्न सक्छ उसले जित्छ जस्तै भोटिङ राउन्डमा पुग्नुभन्दा अगाडि कलाको सम्मान हुन्छ होइन भोटिङ राउन्डमा पुगिसकेपछि तपाईँको त्यो कला र गला भन्ने चाहिँ रहँदैन भन्छन् कि अब त्यहाँनिर कि भोटिङकै गर्दा पनि एकजनाले एक भोट अर्थात् एक सिम्बा राउन्ड एक भोट सिस्टम लागू गऱ्यो भने ठिकै हुन्थ्यो तर एकैजनाले अनलिमिटेड भोट तपाईँको होइन उसले चाह्यो भने 1 करोडको पनि भोट एकैजनाले हालिदिन सक्छ त्यो कारणले कला र गला हुनेहरूलाई चाहिँ अन्याय हुन्छ यहाँनिर जानलाई जोसँग पैसा छ उसले जित्ने हो भन्छ नि तपाईँलाई त्यो लाग्छ होइन त्यो सिस्टमलाई हामीले मान्नुपर्छ अब भोटकै कारणले अनि सिस्टम त मान्नु पर्यो तर सिस्टमले गलत हो कि भन्ने होइन भोटको कारणले नै हो म पनि फर्स्ट रनर अप भएको जसले मलाई भोट गर्नु होइन उहाँहरूको भोट उहाँहरूको मायाले नै त म साथ सपोर्टले नै म पुगेको हो नि त पहिलो कुरा अब तपाईँले भन्नु भने कलाको कुरामा चाहिँ ब्लाइन्डदेखि टप टु बेलसम्म कोचले पुर्याउनु भयो होइन श्रोता दर्शकले मन पराइदिनु भयो होइन राम्रो छ लानुपर्छ भन्ने हिसाबको कुराले नै लिएर आउनुभयो एउटा कला म जति मैले गाएको मेरो गायकीलाई यति गायकीलाई पुर्याउनु पर्छ भनेरै त ल्याउनु भएको होला होइन त्यस पछाडि दर्शक श्रोताहरूको हातमा छाडिदिनु भयो होइन अडियन्सले मलाई पब्लिकले भोट गरेरै मलाई पुर्याउनु भयो होइन र फर्स्ट रनर सम्म बनाइदिनु भयो त्यसको विषयमा चाहिँ म एकदम धेरै आभार प्रकट गर्न चाहन्छु र त्यहाँभित्रको केही सिस्टमहरू होला त्यो सिस्टमसम्म चाहिँ हामी कन्टेस्टेन्टहरू पुग्न सक्दैनौँ क्या वास्तवमा हामीलाई वास्तवमा त्यहाँभित्रको धेरै कुरा थाहा हुँदैन किन भन्दा हामी प्र्याक्टिस गर्नुपर्ने त्यसपछि त्यहाँ एउटा क्राइटेरिया हुन्छ सीमित समयमा प्र्याक्टिस गर्ने क्लोज क्याम्पमा आउने अथवा अरू कामहरू कतै भेटघाट छ भने भेटघाटसम्म गर्ने सम्म हुने कुरा हो तर त्यहाँभित्रको भित्री कुराहरू के हुन्छ कस्तो हुन्छ त्यो विषयमा चाहिँ कन्टेस्टेन्टहरूलाई त्यति धेरै थाहा हुँदैन त्यही हो यथार्थ कुरा गर्ने म अलिकति अगाडि जान चाहेँ मैले अघि नै कुरा गरेँ पालुवा स्टार होइन त्यो बेलाको पालुवा स्टार आजको रोशन राई पालुवा स्टार होइन आकाश जमिनको अन्तर छ फरक छ यद्यपि हामी त्यतातिर फर्काउन तपाईँको
साङ्गीतिक जोर्नी त खोटाङबाट सुरुवात भएको हो होइन, हामीलाई पनि अलिअलि याद छ। खोटाङमा चर्चित पालो स्टार भनिसकेपछि आज ती दिनहरू सम्झाउन, आज भोइसको प्लेटफर्ममा आएर यति चर्चा पाइरहँदाखेरि, सबैले चिनिरहँदाखेरि होइन, त्यतातिर चाहिँ कसरी सम्झिनुहुन्छ? तपाईँ खोटाङमा जन्मिनुभयो क्यारे होइन, त्यहाँबाट चाहिँ बोर्डिङमा माउन्ट एभरेस्टमा तपाईँको शिक्षा दीक्षा भयो क्यारे, त्यतातिर सम्झिने अब त कसरी सम्झिनुहुन्छ आज? हिजोको दिन पनि सुखद थियो, रमाइलो थियो, माया सबैले गर्नुहुन्थ्यो, एउटा सीमित ठाउँमा चर्चित थिएँ होइन। कति वर्षको उमेरमा त्यो गाउनुभएको थियो? कुन चाहिँ गीत भन्नु? बतासे चल्दा 11 मायाको रेशम त्यही बेला फरर। 11 वर्ष है, 11-12 वर्षको बेला। त्यति बेला सीमित एउटा ठाउँमा यत्रो धेरै मिडियाहरूको पहुँच थिएन त्यो बेला। रेडियो पनि तपाईँको चाहिँ यता रेडियो नेपाल काठमाडौँबाट मात्रै हुने अवस्था थियो। एफएमहरू त पछि खुल्यो जिल्लामा पनि। त्यो बेला हामी एउटा लाइभ कार्यक्रमहरूमा हुँदा सीमित ठाउँमा हामीले अब त्यसलाई हामीले प्रसारण गर्ने ठाउँ पनि त थिएन नि त। जिल्लामा कार्यक्रम हुँदा जति उपस्थित मान्छेहरू हुनुहुन्थ्यो उहाँले त्यतिले प्रत्यक्ष सुन्नेले सुनिहाल्ने, नसुन्नेलाई छैन, ल अरूले चाहिँ फल्नाले सुगराइ भन्ने कुरा मात्रै हुन्थ्यो। सीमित एउटा चर्चा थियो, माया थियो, सीमित माया थियो। त्यसमा पनि धेरै खुसी थिएँ, खुसी छु। तर त्यो माया निस्वार्थ थियो होइन, निस्वार्थ थियो। आज जस्तो देखावटी हुँदैन थियो होइन। अहिलेको माया पनि माया त माया नै हो, त्यस्तो देखावटी छैन। सबैले माया गर्नुभएको छ। अहिलेको भोइसको प्लेटफर्मले संसारभरि रहेर बस्नुहुने सङ्गीत प्रेमी दाजुभाइ दिदीबहिनी आमा बुवा आफन्त जति जनहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णले सुन्न पाउनुभयो। त्यो यो चर्चा र त्यो चर्चामा फरक छ। म अलिकति सुने तपाईँको त्यो दिक्तेल बोर्डिङ स्कुल आउनुभन्दा अगाडि गाउँमै हुनुहुन्थ्यो है तपाईँ? गाउँमै पढिरहनु भएको थियो? गाउँमा थिएँ। त्यतिखेर तपाईँलाई बोर्डिङसम्म कसरी आउनुभयो? त्यो गीत सङ्गीतकै माध्यमबाट हो त्यो चाहिँ। जस्तो म गाउँहरूको कार्यक्रमहरूमा गाविस स्तरीय वडा स्तरीय साङ्गीतिक सांस्कृतिक कार्यक्रमहरू भइरहने वर्षमा भाग लिनुहुन्थ्यो। अनि त्यो भाग लिने क्रमहरूमा चाहिँ म प्रथम हुँदै जिल्ला स्तरीय कार्यक्रमहरू पनि भए। जिल्लाको स्तरीय कार्यक्रमहरू हुँदा पनि मेरो प्रस्तुतिहरू चाहिँ मैले गर्न पाउँदा चाहिँ जिल्लामा आइपुग्यो। जिल्लादेखि जिल्लाको कार्यक्रमलाई पनि जितिसकेपछि पूर्वाञ्चल लोकाधुनिक गीत चाहिँ भयो। अनि त्योभन्दा अगाडि जस्तै अनि जिल्लासम्म आउनको लागि चाहिँ गाउँ एउटा वडा स्तरीय गाविस स्तरीय कार्यक्रमहरूमै गीत गाउने कार्यक्रममै जित्दै कति क्लाससम्म गाउँमा चाहिँ 4 क्लास पास गरेपछि चाहिँ म 4 देखि चाहिँ कुन स्कुल गाउँमा चाहिँ? शान्ति निमावि। शान्ति मावि? शान्ति निमावि अहिले चाहिँ मावि भएको छ। शान्ति निमावि अहिले चाहिँ शान्ति मावि। अनि मेरो गुरु त्यहीँको शिक्षक हुनुहुन्थ्यो, अहिले हेडमास्टर हुनुहुन्छ यजमान राई। उहाँले नै गीतहरू पनि गरिदिनु। उहाँले गीतकार पनि हुनुहुन्छ है? गीत सङ्गीत सबै गर्नुहुन्छ। पछि माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलसम्म चाहिँ कसरी आइपुग्नुभयो त? कसले त्यहाँ आफै आउनुभयो कि? त्यो चाहिँ एउटा कार्यक्रममा जिल्लामा कार्यक्रम भयो, त्यस्तै प्रतियोगिता जिल्लामा खुलेको रहेछ हिँड्ने, जस्तै खुल्ला एउटा गाउँमा चिठी आएको रहेछ स्कुललाई। अनि आउनु पऱ्यो जानु पऱ्यो भन्ने कुरा भएपछि चाहिँ ल हामी भिड्न जाने भनेपछि समस्यालय भवन त्यहाँ चाहिँ कार्यक्रम थियो। त्यहाँ आउँदा चाहिँ माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङको विद्यार्थीहरूले पनि पार्टिसिपेट गर्नुभएको थियो रहेछ। अनि त्यहाँ सरहरूले लिएर आउनु भएको रहेछ, एलपी खरेल सरहरू। अनि उहाँहरूले मलाई देखिसकेपछि चाहिँ ल अब हामीले सम्पूर्ण कुरा गर्छौँ, पढ्नु पऱ्यो। स्कलरसिप पाउनुभयो? जिल्लामा गर्नु पऱ्यो, पढ्नु पऱ्यो भन्ने कुरा भइसकेपछि हुन्छ अब यो प्रतिभालाई हामी अलिक माथिसम्म लान सक्छौँ भन्ने हिसाबले उहाँले भन्नुभयो र त्यसपछि चाहिँ म जिल्लामै बसेर पढ्न थाल्नु भयो है। त्यति बेला त्यो हेलिप्याड भन्थ्यो होइन, त्यो जिल्ला प्रशासनदेखि माथिले गएर त्यहीँ मुनि समीक्षालय तपाईँको त्यो हेलिप्याडमा गीत गाउनु भएको एकपल्ट जस्तो लाग्छ मलाई पनि होइन। थुप्रै पटक गएको छु त्यहाँ, धेरै पटक। त्यही बतासे चल्दा सरर नै हो कि फेरि सिरिरी कि फेरि सिरिरी होइन? सिरिरी। बतासे चल्दा सिरिरी, मायाको रेशम त्यही भएर फेरि देवेन्द्र राईले लेख्नुभएको सङ्गीत गर्नुभएको। त्यो आज सुनौ न, त्यो बेलाको रेकर्ड त छैन होला आज, छैन। हामीले जति
सुन्यौ श्रवण गर्यो कानमा त्यो याद छ कानमा गुन्जिरहेको छ बजिरहेको छ एउटा खिरिलो युवा होइन उसै कोपिला जस्तो फुल्न अगाडिको कोपिला जस्तो त्यतिखेर हुनुहुन्थ्यो त्यो गीत गर्न लागेको छौँ हामीले फेरि मैले अस्ति मैले भोइसको कार्यक्रम लिएर मलाई भव्य सम्मान गर्नुभयो स्कुलले धेरै धेरै धन्यवाद भन्न चाहन्छु इङ्ग्लिस पब्लिक स्कुललाई अनि त्यो बेला मैले त्यो गीत गुनगुनाएँ पनि अलिकति र हामी रेकर्ड गर्ने भनेर सल्लाह पनि गरेर आएको छु आज पनि गुनगुनाइदिनु हुन्छ अलिकति हामी हुन्छ चाँडै हामी रेकर्ड गर्छौँ पक्कै बतासे चल्दा सिरिरी मायाको रेशम त्यही बेला फिरिरी देवी है थानमा खाएको कसम नबिलाऊ माटोमा देवी है थानमा खाएको कसम नबिलाऊ माटोमा आउनु है चाँडै पर्खेर बस्छु तिमी आउने बाटोमा आउनु है चाँडै पर्खेर बस्छु तिमी आउने बाटोमा बतासे चल्दा सिरिरी मायाको रेशम त्यही बेला फिरिरी बतासे चल्दा सिरिरी मायाको रेशम त्यही बेला फिरिरी थ्याङ्क यू कति मिठो है त्यति बेला अबोध हुनुहुन्थ्यो क्या एकदमै निष्कलङ्क निष्कपट निश्चल त्यो अबोध मन होइन अबोधै छु जस्तो लाग्छ होइन त्यो उमेर चाहिँ जति बढ्दै बढ्दै गयो होइन उमेर जति बढ्यो भने हामीलाई चाहिँ त्यही बालापनमा छु जस्तो लाग्ने होइन हिजोको दिन हामी त्यो खेलेको घर आँगन डुलेको उकाली ओह्राली घाँस दाउरा मेलापात हाट बजार है साथी सङ्गी त्यही याद आउने होइन यसपालि तपाईँ उहाँ खोटाङ जानुभयो त्यो माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुल पुग्नुभयो यद्यपि बोर्डिङ सर्यो तपाईँ पढेको त वरो थियो क्या पत्ते सर्यो क्यारे अलिकति तर याद त आयो त्यही त्यो दिकेल बजार कुद्नु भएको है भव्य स्वागत पनि गर्नुभयो अच्छा अच्छा सरहरूसँग धेरै सरहरू चाहिँ रिटायर भइसक्नु भएछ कोही कोही हुनुहुन्थ्यो तपाईँ देवेन्द्र सर हुनुहुन्छ अनि अर्को जेल सर झम्बरलाल चौधरी हुनुहुन्छ खुब याद गर्नुभयो त्यतिखेरको धेरै याद हो सागर सरहरू हुनुहुन्छ है सगन सरहरू हुनुहुन्छ देवेन्द्र राई हजुर उहाँले त धेरै मलाई सङ्गीतको कुराहरू सिकाउनु भएको थियो कि उहाँ एकदमै एक्टिभ हुनुहुन्थ्यो गीत सङ्गीतमा होइन अनि मलाई पनि धेरै मनपर्ने रुचि त्यही सङ्गीतमै भएकोले गर्दा पनि अब त्यो कलाले गर्दा पनि त्यो अब सर पनि मिलेको हो मलाई मिलेको यसपालि भेट भयो उहाँहरूसँग धेरै खुसी लाग्यो संयोग चाहिँ यसपालि भोइसले संयोग जुराइदियो धेरै वर्ष हजुर धेरै वर्षपछि भेट हुने मौका पाएँ अघि तपाईँले भन्नुभयो माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलबाट पनि पार्टिसिपेट हुन आउनु भएको रहेछ म पनि गएको थिएँ भेट भयो भनेको त्यो त्यति बेला जो त्यहाँ सहभागी हुन आउनु भएको थियो कलाकारहरू उहाँहरू पनि पछि इस्टाब्लिस कलाकार बन्नुभयो कोही कि त्यतिकै त्यतिखेर यादै गरिनँ क्या को हुनुहुन्थ्यो प्रस्तुति चाहिँ दिँदै हुनुहुन्थ्यो त्यो टिकाराम सर चाहिँ अहिले टिकाराम सर त यतै भेटिन्छ याद हुन्छ उहाँले गाउनु भएको थियो गीत उहाँ त टिचर हुनुहुन्थ्यो त्यतिखेर रहेछ तर पार्टिसिपेट जस बच्चाहरूलाई पनि लिएर आउनु भएको थियो बच्चाहरूलाई डान्स पनि कुन गीत गाउनुभएको थियो टिकाराम सरले याद छ हजुरलाई मैले त्यतिखेर गाएको गीत भने होइन टिकाराम सर उहाँले गाउनु जिउने जस्तै पिउनेर आज फेरि भाग्यसँगै रम्ने सपना आज फेरि जाग्यो जिउने जस्तै पिउनेर आज फेरि जाग्यो भाग्यसँगै रम्ने सपना आज फेरि भाग्यो यो गीत सम्झिँदै चाहिँ मलाई याद छ हामी आज यो कार्यक्रमबाट टिकाराम सरलाई पनि सम्झिन चाहन्छौँ उहाँलाई धेरै नमन अनि उहाँले पनि पछि गाइडेन्स केही गीतहरू चाहिँ उहाँले पनि गराउनु भएको थियो मलाई जस गाइडेन्स गर्नुहुन्थ्यो
उहाँहरूले गीत सङ्गीतमा उहाँहरू पनि धेरै चासो राख्नुहुने मान्छे तर उहाँहरू टिचर हुनुहुन्थ्यो अहिले पनि शिक्षक पेसा अहिले पनि टिचिङ गरिरहनु भएको छ हामीले टीकाराम सरलाई मात्रै होइन अहिले नाता पनि पर्नु हजुर हजुर अहिले हाम्रो रोशनजीले जसको नाम लिनुभयो होइन गुरुहरूको आदरणीय गुरुहरू उहाँलाई पढाउनु हुने जो गुरुहरू उहाँहरू सबैलाई हामी सम्झेका छौँ सबैलाई उहाँको क्लासमेटहरू उहाँको सहपाठीहरू होइन हामीले टीकाराम सरलाई मात्रै सम्झेको नठान्नु होला होइन त अब तपाईँ त्यस पछाडि 10 क्लाससम्म त्यही बोर्डिङ एसएलसीसम्म मैले एसएलसी गर्नुभयो ए त्यो बिचमा गीत रेकर्ड गर्ने काम केही भयो भएन है भएन हामी जस विराटनगर पुगेर धनकुटा प्रसारण रेडियो नेपालसम्म चाहिँ त्यो गीत एउटा गीत चाहिँ रेकर्ड गऱ्यौँ बिचमा ए अनि त्यसपछि धनकुटा प्रसारण चाहिँ जानुभयो हो रेकर्ड विराटनगरमै त्यो चाहिँ कस्तो भन्दा पूर्वाञ्चल लोकाधुनिक प्रतियोगितामा खोटाङबाट चाहिँ मैले सहभागित्व गरेँ अनि त्यसले गर्दा विराटनगर पुगेर त्यतिसम्म भयो बिचमा अनि त्यसपछि त टोटल्ली गाउँघरकै गीत सङ्गीतमै बित्यो एसएलसी पछि चाहिँ अनि रेगुलर एउटा गीत सङ्गीतलाई हजुर अब त्यहाँ एसएलसी गर्नुभयो कुन डिभिजन गर्नुभयो एसएलसीको डिभिजन पास गरियो भनौँ न पास डिभिजन के मतलब पछि पढिएन कन्टिन्यू गरिएन होइन मैले फर्स्ट डिभिजनै गरेँ पनि सेकेन्ड डिभिजन गरेँ पनि थर्ड डिभिजन गरेँ जे गरेँ पनि पढ्नुसँग चाहिँ सरोकार हुने रहेछ क्या होइन सर्टिफिकेट एसएलसी भन्दा फर्दर अनि त्यसपछि म यहाँ आएर ललित कला जोइन गरेँ ललित कला जोइन गरिसकेपछि मैले म्युजिकमै मैले त्यसपछि रेगुलर गर्न थालेँ म्युजिकको हिसाबले हेर्ने अनुभवको हिसाबले गर्ने भने त्यसको मूल्याङ्कन के भन्ने 10 वर्ष 15 वर्ष 20 वर्ष गीत गाएको 25-30 वर्ष भएछ होइन जस्तो सानोदेखिको जोड्दै जाँदा किनभने म बच्चैदेखि मैले गाउँदै आएँ तर अनुभव हिसाबले अब ग्रामेटिकल्ली सङ्गीत सबै कुरा पनि होइन रहेछ क्या फेरि त्यो चाहिँ एउटा फेरि अनुबन्धित बाँध हिँड्दो रहेछ कि क्राइटेरियाभित्र सिमी कम्पोजरहरूले पनि अब धेरै सिकेर त्यो मात्रै पनि हुन्न रहेछ कि सङ्गीत भनेको नेचुरल कुरा रहेछ क्या होइन सङ्गीत भनेको एउटा नेचर अब प्रकृति भनौँ न होइन अब त्यो चाहिँ कस्तो रहेछ भन्दा मिठो कम्पोजिसन नि सिकेको र जान्ने सङ्गीतकार भन्दा काँचो सङ्गीतलाई माया गर्ने मान्छेहरूले चाहिँ राम्रो चाहिँ गर्न सक्दो रहेछ किनभने एउटा दुईवटा गर्न सकिन्छ एउटा रागमा अनुबन्धित भएर ग्रामेटिकल्ली तर भोलि त्यो धेरै सिन्सियर हुँदै जाँदो रहेछ क्या यहाँ बिग्रेला कि यहाँ अर्कोसँग मिल्ला कि भन्दै जाँदा आफूले गर्ने चाहिँ आफ्नै जस्तो सुरुमा गरेको थियो त्यस्तै थपिँदै एउटै खाले हुँदै जाँदो रहेछ क्या त्यसले गर्दा सङ्गीत त्यो चाहिँ भङ्गेराको कथा जस्तो होइन तपाईँको भङ्गेराको कथा कस्तो छ अरे एआरएमानको नै कुरा गर्दा पनि उहाँकै कम्पोजिसनहरू मिल्छ क्या सो त्यसले गर्दा मैले अब केही समय गीत सङ्गीत सिक्ने पनि चेष्टा गरेँ त्यसपछि मैले आफू सेल्फ साधना आफैले पनि गरेर बसेँ होइन गर्दै पनि छु धेरै गुरुहरूसँग पनि मैले सिक्नु भएको छ यो त हामी अलिकति अगाडि आइहाल्यौँ त्योभन्दा अलिक पछाडि बाँकी कुरा पनि रह्यो त हामीसँग दिक्तेलबाट चाहिँ किन आउनुभयो काठमाडौँ त्यहाँ पनि त उच्च शिक्षा गीत गायकै भन्ने सपना थियो नि त अब सम्भावना त्यहाँबाट कम थियो नि त कसरी गायक बन्ने हो भने त काठमाडौँ आउनुपर्छ भनेको त्यतिखेर ठुलो लाउरेको चलपल थियो कि लाउरे भेट्नु भएन केटाहरू सबै लाउरे मेरो साथीहरू धेरै जस्तो लाउरे भए कोही डक्टर भइरहेछन् कोही इन्जिनियर भए कोही पाइलट छ होइन अनि मेरो सपना चाहिँ गायक हिरो बन्ने पनि थियो क्या हिरो बन्नु चाहिँ अनुहारले अलिक दिएन छ कि नराउन ज्यान त छ तपाईँको ज्यानले मात्रै हिरो हुँदैन नि त त्यतिखेर चाहिँ राजेश हमाल भन्दा मान्छे लाग्दैन त क्या उहाँ चाहिँ संसारको सबभन्दा खतरा मान्छे लाग्थ्यो है जो छ कि संसारको सबैभन्दा खतरा त्यस्तो धेरै महसुस हुन्थ्यो क्या राजेश हमाल वा यस्तो मान्छे बन्नुपर्छ राजेश हमालको खुबै फिल्म हेर्नु राजेश हमालको फिल्म हेर्ने राजेश छोड्दैन थियो है राजेश हमालै बन्नुपर्ने मन लाग्ने मेरो भाइ हसन राई जो भोइससम्म पुर्याउने पनि मेरो भाइ नै हसन राई उहाँलाई पनि धेरै धन्यवाद हसनजीलाई उता मेरो एउटा ब्याकबोन हो क्या हरेक कुरामा ऊ पोजिटिभ भाइब्स आउँछ कि उसँग भेट्दाखेरि पोजिटिभ भाइब्स भनेको हुन्छ नि एउटा त्यो म कुनै बेला बहकिएँ भने पनि अगाडि भयो भने चाहिँ होइन त्यो एउटा सही ट्र्याकमा ल्याउने पोजिटिभ आउने क्या विश्व लिम्बूलाई एकदम धेरै
थ्याङ्क यू भन्न चाहन्छु। मेरो आदङ्गमा मेरो साथी हो, एउटा घनिष्ठ मित्रता हाम्रो छ। उहाँले हरेक कुरा म केही नहुँदादेखि नै मेरो स्ट्रगल फेजदेखि नै उहाँले मलाई सपोर्ट गर्नुहुन्थ्यो। इन्द्रजी विषयलाई झन् धेरै आत्मादेखि म के अरे धन्यवाद दिन चाहन्छु। किन भन्दा रोशन राई केही नहुँदा कोही नहुँदा पनि रोशन राईको गुणगान गाउने व्यक्तिभित्र पर्नुहुने मिडिया पर्सनहरूमा तपाईँहरू पर्नुहुन्छ होइन। मैले चाहिँ देखेको छु रोशन राई कस्तो मान्छे हो भन्ने कुरो। त्यो सानो रोशन राई तपाईँमा धेरै फरक त छैन होइन। तपाईँ 5मा पढ्दा म 8मा पढ्थेँ होइन। तर मलाई त्यो याद छ हेलिप्याडमा तपाईँले गएको माउन्ट एभरेस्ट युनिभर्सिटीको यस्तो स्कुल प्राङ्गणमा गएको होइन। एकदमै राम्रो हुनुहुन्थ्यो, कलिलो, हेर्दै मुना जस्तो रहर लाग्दो केटा होइन। पालो स्टार आएको छ मलाई भन्थ्यो। मलाई एकदम खुसी लाग्छ क्या त्यो केही नहुँदा पनि प्रशंसक तपाईँहरू हो नि त। जस्तो तपाईँभित्र केही थियो, केही छ र न प्रशंसा गर्ने। जति प्रशंसा तपाईँले गर्नुहुन्छ नि त्यति नै उहाँले पनि गर्नुहुन्छ होइन। हुन त सबैले गर्नुहुन्छ तर पनि नजिकबाट अलिकति महसुस गरेको कुरा भन्दा होइन। विशाल चौतारी पनि होइन सम्झिन्छु म। उसले पनि स्ट्रगल फेजहरूमा हामीलाई मलाई होइन हेल्प गर्नु अझ धेरै त तपाईँले पनि गर्नुभएको छ कि त्यो कुरामा एकदम धेरै एकदम खुसी लाग्छ होइन। अनि त्यो हामी कुरामा जाउँथ्यो कि त्यसरी लाउरे धेरै भए भन्नु भिड्नु भएन त? अनि म होइन म कहानी छ क्या जस्तो दिक्तेलबाट चाहिँ सर्टिफिकेट लिएर 1500-1600 तिरेर निकालेको एसएलसी सर्टिफिकेट होइन। अनि अब के गर्ने होला त्यतिखेर गेट पास एउटा फ्री दिन्थ्यो क्या। गाविसमा 6वटा गेट पास हुन्थ्यो एउटा गाविसलाई। त्यो त यारोको आफ्नो मान्छे हुनुपर्थ्यो कि होइन एसएलसी पासलाई चाहिँ दिन्थ्यो क्या। हजुर त्यतिखेर 8 पासले पनि भेट्थ्यो नि त। त्यो एसएलसी पास भएको सर्टिफिकेट भएला केटाहरूलाई चाहिँ त्यसै दिन्थ्यो क्या। मतलब सर्टिफिकेट पछार्दै पाउने हो क्या। अनि आफ्नो एक्सर्साइजहरू चाहिँ आफ्नो गर्ने हो गेट पास पाउँथ्यो क्या। तर साथीभाइहरूले लिएर हिँडेँ गरेँ। मैले चाहिँ धरान गएँ साथीहरू, म यता आएँ। कहानी त्यस्तो छ। अनि किन आइयो भन्ने कुरा चाहिँ त्यो एउटा गीत सङ्गीतप्रतिको मोहले नै तान्यो क्या मलाई होइन। त्यसले गर्दा म यता आएर गीत सङ्गीततिर लागेँ। अहिलेसम्म यहाँसम्म त्यही कारणले आइपुगेको छु तपाईँहरूकै मायाले। तपाईँ एकपटक पनि लाउरे चाहिँ भेट्नु भएन? भिडिएन खास चाहिँ। सर्टिफिकेट निकाल्नु भयो यतै आएँ म। अनि आउनुभयो? सिङ्गापुर युके नै भिड्थ्यो नि त त्यतिखेर होइन। चहल पहल थियो सिङ्गापुर, चहल पहल थियो त्यतिखेर। त्यो होइन एउटा कुरा नसिबमा हुनुपर्छ। लाउरे बनौँ, पैसा कमाउँ, धनी बन्छु भन्ने सोचभन्दा पनि म गीत गाउँछु हो त्यही नै हो। त्यतातिर त्यही त पैसै कमाउनतिर लागेको भए त यतिखेर 2-4 करोड कमाइन्थ्यो होला नि होइन। चाहँदाखेरि त गइन्थ्यो होला, विदेश गइन्थ्यो होला, प्रदेश गएर आफ्नो क्षमताले भ्याए अनुसारको काम जसले पनि पाउँछ होइन गरिन्थ्यो होला। तर त्यतातिर गएन। अभावमा डुल्दा बस्दा हिँड्दा पनि होइन त्यो सोच आएन क्या कहिले पनि। सहर छोडेर एक दुईचोटि हरेक मान्छे विचलित हुन्छ क्या होइन। जब मान्छेलाई अभाव हुन्छ नि त्यसपछि मान्छे विचलित हुन्छ, उपाय खोज्छ नि त होइन। अब हिँड्नुपर्छ कति फ्रस्ट्रेसन भएर म्युजिक छोडेर हिँड्ने त कति छ कति नि। मसँगै सङ्घर्ष गर्ने साथीहरू त सबै रिटायर भयो के भइसक्यो सङ्गीतमा सङ्घर्ष गर्ने साथीभाइहरू त होइन। कति साथीभाइहरू होइन दुःख लाग्छ। एकदम मिल्ने साथी पृथ्वी राई काठमाडौँमै सङ्घर्ष गर्दै उसको उसले संसार छोडेर गए। मृत्यु सत्य हो, स्वीकार्नुपर्छ, जन्म मृत्यु भन्ने कुरा। त्यसले गर्दा लोभ लालच र कुनै पनि कुरामा स्वार्थ रहेन। त्यो भएको कारणले गर्दा पनि अहिलेसम्म चाहिँ बस्यो लाग्छ। त्यस पछाडि काठमाडौँ आउनुभयो। गीत रेकर्ड कुन हो तपाईँको पहिलो चाहिँ? म आकाशबाट खसेको तारा उज्यालो केर्यो मैले भन्ने गीत पहिलो रेकर्ड गरियो। कसले मौका दिनुभयो? त्यो रेकर्ड गर्दाखेरि त्यो क्षणहरू जस्तो जीवन राईलाई सम्झन्छु, शब्द सङ्गीत उहाँकै हो। उहाँले नै मलाई मौका दिनुभयो। युवराज राई जोडिनुहुन्छ त्यसमा। युवराज राईले अवसर दिनुभयो, जीवन राईले लेख्नुभयो, सङ्गीत गर्नुभयो। त्यो मैले गाउन पाएँ। त्यो मेरो पहिलो रेकर्डिङ गरेको गीत चाहिँ त्यो। तर त्यो गीत पनि दुःख लाग्दो के छ भने त अहिले फेरि छैन क्या, युट्युबहरूमा छैन। त्यतिखेर युट्युबको चलन थियो। त्यो अडियो छैन कहीँ पनि आज? त्यो रिलवाला हुन्थ्यो नि, रिलवाला क्यासेट। त्यो बेलाको त्यो रिलवाला कहाँ पुग्यो अहिले त्यो भयो भने के कहाँ प्ले गर्नु, त्यो छैन। अब फेरि सोच्दैछु कि त्यो गीतलाई रिरेकर्ड, जीवनको पहिलो गीतलाई चाहिँ एकचोटि रिरेकर्ड गर्नु पाएँ। कस्तो थियो आज सुनौँ न त्यसलाई।
म आकाशबाट खसेको तारा उज्यालो के दियो मैले म आकाशबाट खसेको तारा। यही गीत थियो पहिलो गीत। अत्यन्तै मिठो सिर्जना रहेछ यसलाई होइन, यसलाई चाहिँ मर्न दिनु भएन किनभने त्यति बेला रेकर्ड भयो, अब आज छैन। एल्बमै गरियो, अब फेरि रेकर्ड गर्ने, फेरि रेकर्ड गरेर फेरि त्यसलाई जीवन्त पुरानो गीतहरू हजुर थुप्रै गीतहरू छन्। अब बिस्तारै समय छ होइन, आत्तिनु हुँदैन, गर्दै जाने हो। तयारी गर्छु, अब पुरै एरेन्ज गर्नु पऱ्यो, त्यसपछि रेकर्ड गर्नु बाँकी नै, बजारसम्म दर्शक श्रोतासम्म ल्याउनको लागि भिडियो गर्नु पऱ्यो होइन, त्यसले थुप्रै कामहरू बाँकी छ, अब गर्ने हो। अहिले अब त कामै म्युजिकै काम, गर्ने सङ्गीत नै हो। हजुर हामी काठमाडौँ आइयो, त्यस पछाडि रेकर्ड गर्नुभयो, तपाईँ यता ललितकलामा जोइन हुनुभयो है, कलाकार मान्छे धेरैले मन पराउनुहुन्थ्यो होला होइन। त्यति बेला के थियो, अब मोबाइल फोन थिएन, चिठीको जमाना थियो, चिठीहरू खुब आउँथ्यो होला है। चिठी अनि चिठी मात्रै हो, के चिठी आउँथ्यो, पत्र कस्ता आउँथ्यो त्यतिखेर? तपाईँको याद छ तपाईँको जिन्दगीमा पहिलोचोटि कुनै युवतीले पठाएको चिठीको याद छ तपाईँलाई? खोइ नामै बिर्स्यो, चिठी चाहिँ होइन, चिठीहरू त थुप्रै आउँथ्यो। किन भन्दा यस्तो भयो, उता जिल्लातिर भन्दा चाहिँ एउटा राम्रै नाम थियो रहेछ कि, अनि त्यो कारणले गर्दाखेरि अब चिठीहरू आउने चाहिँ आउँथ्यो, गाउँमा आउँथ्यो रहेछ। ए गाउँमा, यताबाट चाडबाडमा पुगिन्थ्यो नि त, अनि त्यो उधार हेर्नु भने राखिरहेको हुन्थ्यो। कतिखेर आएको थिएँ तर नामहरू बिर्सिसक्यो। कसले घरमा अलिअलि ल्याएर राखिदिरहेको बुवा मम्मीले के भन्नुहुन्थ्यो, है केटा तेरो चिठी आएको छ है भन्नुहुन्थ्यो कि के भन्नुहुन्थ्यो? त्यस्तो भन्नुहुन्थ्यो, तर अब त्यो धेरै याद चाहिँ छैन। मैले त्यो रिप्लाईहरू गर्न पनि पाएन हो, कति आउँदा आउँथ्यो अलिअलि। अनि तपाईँको चिठी सुन्नु न, सामान्य मान्छेको पनि आउँछ, ठिक छ। अझै तपाईँजनाले चाहिँ स्पेसल नै पठाउनु भएको थियो। तपाईँको चिठी त्यसरी घरमा पुग्थ्यो, कहिले तपाईँको बुवा मम्मीले खोलेर हेर्नुभयो? थिएन, त्यस्तो थिएन। खोलेर हेरेर टालेर राखिदिनु भयो कि? होइन, थिएन। बाबु बुवाले राम्रै पढ्नुहुन्थ्यो, पढ्न सक्ने मान्छे नै हो, तर पढ्नु भएन त्यसरी। पढ्नु भएन, त्यो एउटा गोपनीयता भन्ने पनि हुन्छ, हामी सबै फ्यामिलीमा पनि सबैमा हुन्छ नि, हामी चाहिँ त्यो कुराहरू बुझ्नुहुन्थ्यो रहेछ, त्यो बेला त नखोल्नु भएको होला। साथीहरूकै हुला कि भनेर चिठी ओसार पसार गर्ने पनि थियो त्यति बेला तपाईँको? जस एकपटक त्यस्तो अलिअलि एक दुईचोटि भएको छ, त्यस्तो सबैको जीवनमा हुन्छ, तर रमाइलो छैन है त्यो कुराहरू। अहिले सुन्दाखेरि पछि त्यो सबैको मनमा हुन्थ्यो रहेछ, कतिले चाहिँ व्यक्त गर्न नसक्ने कुरा। अहिले टेक्नोलोजीले सजिलो बनाइदियो नि त, अहिले त डाइरेक्ट फेसबुक छ, मेसेन्जर छ, डाइरेक्ट फोन गर्ने, मनमा लागेको कुरा चाहिँ बाहिर चाहिँ नबोल्ने त मेसेजमा त गर्न सक्छ नि त मान्छेहरूले नै, त्यो खालको हुँदो रहेछ होइन। त्यो बेला पनि कति हुन्थ्यो रहेछ होला नि, व्यक्त गर्न नसक्ने, कहाँ भेट्नु त्यस्तो कुराहरू अनुभवहरू छ। जिन्दगीमा पहिलोचोटि चिठी कसैलाई लेख्नुभयो होइन? पक्कै पनि कसैलाई? धेरै त रिप्लाई गरिएन, पछि अलिअलि चाहिँ लेखियो। तपाईँले मनैले चाहेको चाहिँ कसलाई लेख्नु भयो नि? नाम त नखोयो होइन, एउटा चाहिँ थियो कि मैले लेखेको पनि थिएँ होइन, तर त्यो पछि सफलै भयो क्या, सबै सफलै भयो रहेछ। अहिले जोसँग हुनुहुन्छ उहाँ हो 100%। ए भनेपछि त्यति बेलादेखिको प्रेम पछि आएर मात्रै त्यसलाई फुलफिल गर्नुभयो, उद्देश्य प्राप्ति भनौँ न होइन? प्रेमको अन्तिम डेस्टिनेसन भनेको त हो, त्यही हो है, विवाह। पक्कै पनि। कसरी लेख्नुहुन्थ्यो त्यति बेला, याद छ तपाईँलाई? त्यो चिठीको हेडलाइनहरू क्या? गीतहरू सुन्ने, गीतको शब्दहरू मिसाइदिने, फिल्महरू हेर्ने, सुन्ने, फिल्मको शब्द ल्याएर लगाइदिने, के चाहिँ आफूलाई मनपर्छ, कुन चाहिँ डायलग मनपर्छ त्यो लेखिदिने, पठाइदिने, त्यही त। अनि अरू त त्यो खतरा साहित्यिक लेख्न त कहाँ सकिन्छ होइन? हामी चाहिँ म पनि लेख्थेँ पहिला। म चाहिँ कसरी लेख्थेँ भने, मेरी अधर की मुस्कान, आत्मा की पुकार
हृदयकी रानी सुरुवात चाहिँ त्यस्तो हुने क्या होइन अनि हाम्रो त त्यस्तो म त त्यस्तो हुन्थेन अझै के लेख्थ्यो माथि टक्क लेखिन्थ्यो अनि दिनाङ्क यति होइन स्थान अँध्यारो कोठा होइन समय रातको 12 बजे बत्तीको साथमा अवस्था चाहिँ तिम्रो यादमा होइन त्यस्तोहरू खै के लेखिन्थ्यो भुलिसक्यो धेरै भुलिसक्यो जस्ट मलाई यति चाहिँ याद छ जो त्यो सायरी र फिल्मको डायलग र गीतको शब्दहरूलाई चाहिँ त्यो मलाई राम्रो लाग्थ्यो रहेछ जुन चिजले छुन्छ नि आफूलाई त्यही नै व्यक्त गर्ने हो होइन त्यही नै त्यस्तो कुराहरू लेखिन्थ्यो रहेछ अहिलेसम्म लेखिन्थ्यो तपाईँलाई अघि के चाहिँ याद छ नि भन्दै हुनुहुन्थ्यो नि त्यही याद भएकै भनेको त्यही गीतको के अरे शब्दहरूलाई घुसाएर लेख्नु फिल्मको डायलगहरू मन परेको कुराहरू कुन पोस्टकार्डहरू खुब बाँडिन्थ्यो होइन मन परेको हिरोइनहरूको ल्यायो पछाडि फुलबुट्टा भर्यो होइन अनि दिनुपर्ने होइन मन परेको केटालाई मन परेको केटीलाई होइन नयाँ वर्षमा अनि त्यो केमा दसैँ तिहार ग्रिटिङ कार्ड होइन त्यही राजेश हमाल करिश्माहरूको पोस्टरहरू हुन्थ्यो धेरै होइन करिश्मा र राजेश हमाल साह्रै मन पर्यो त्यो चाहिँ जस आदान प्रदान थुप्रै भयो जस नयाँ वर्षहरूमा होइन भ्यालेन्टाइन डे है त्यस्तो चाहिँ हो ठिक छ अनि नेपाली कलाकारमा राजेश हमालहरू करिश्माहरू क्रिस्टी मैनालीहरू थुप्रै हुनुहुन्थ्यो होइन भुवन केसीहरूको पनि हुनुहुन्थ्यो शिव दाईहरूको पनि हुनुहुन्थ्यो अझै हिन्दीमा जाने त्यो काजल तब्बु होइन माधुरी दीक्षितहरू होइन उहाँहरूको हुन्थ्यो अनि किन ल्यायो अनि लेखेर के लेख्यो आफ्नो मनको कुरा लेखेर सायरी होइन त्यसै लेखिन्थ्यो तपाईँ खुब थुप्रै लेख्नुभयो जस्तो अलिअलि भयो जीवनमा यो बिचमा हामीले निकै गन्थन गरिसक्यौँ एउटा गीत सुन्नु पऱ्यो जसरी तपाईँले भोइसमा यो ब्लाइन्डमा गाउनुभएको थियो निकै दमदार होइन यो एकदम यो जीवन्त गीत हो है अत्यन्तै कर्णप्रिय कहिले नमर्ने यो गीत गाउनु भएको थियो त्यो गीत फेरि सुनेको छु कोसिस गरेको थिएँ मैले है कोसिस गरेको थिएँ जो मन पराइदिनु भयो त्यो नै खुसीको कुरा हजुर ट्राई गर्छु ल प्लिज प्ले लो सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम सयौं दिनको पानी लौ सुन म भन्छु मेरो राम कहानी थ्याङ्क यू एकदमै है एकदमै यो गीत जो छुन्छ हो यसले यस्तोले मलाई पनि मनपर्ने गीत मैले कोसिस गरेँ होइन स्वर सम्राट नारायण गोपालज्यूको मैले जति कोसिस गरेँ होइन त्यो उहाँको स्वर सम्राटको छेउमा त कति पनि होइन तर पनि जनजीवनमा एउटा मन पराइदिनु भयो ब्लाइन्डमा होइन फोर्चर टर्न गर्न सफल भयो त्यो मेरो ठुलो उपलब्धि हो पोजिटिभ हेरिदिनु भयो सबैले त्यसको लागि पनि होइन यो गौरव मान्छु ठान्दछु होइन एकदम धेरै खुसी लाग्छ क्या ब्लाइन्डको क्षण सम्झिँदा चाहिँ तपाईँले होइन तपाईँको स्वरको क्वालिटी गायकी भन्छ गायकी पनि अत्यन्तै राम्रो होइन यो गीतको शब्द लय सङ्गीत जे पनि सब यो सबै कुरो राम्रो अझै शब्दलाई केलाउँदै जाने हो भने त ओहो यो त मेरै कहानी भन्यो है भन्ने महसुस गराउँछ कि अहिले जस्तो तपाईँको त्यो उटपट्याङ शब्दहरू उटपट्याङ सङ्गीतहरूले त तपाईँको 2 दिन चर्चा पाउँछ त्यसपछि 2-4 दिनपछि हराउँछ तर यी यस्ता गीतहरू आज तपाईँले जुन गाउनुभयो आदरणीय स्वर सम्राट नारायण गोपालको यो ओरिजिनल भोकल तपाईँले अहिले गाउनुभयो होइन अब लौ सुन म भन्छु मेरो राम कहानी हरेक मान्छेको कहानी हुन्छ तपाईँको कहानी छ मेरो कहानी छ तपाईँहरूको कहानी छ होइन हरेक मान्छेले केही न केही भोगेको हुन्छ दुःख सुख आरोह अवरोह हुन्छ नि होइन अनि यो गीतले त लौ मेरै कहानी भन्यो है हुन्छ त होइन लौ सुन म भन्छु
मेरो राम कहाँ त्यस्तो होइन र? सही कुरा सबैको भाव बोकेको गीत मलाई पनि पर्सनली चाहिँ धेरै मनपर्ने गीत हो। मैले गाउँदै गर्दा भाइ हसनले यही गीत गाउनुपर्छ हौ भोइसमा यो राम्रो हुन्छ भनेर भनेको थियो। अनि हो र होइन तिम्रो जस्तो मुटु गाउनुपर्छ होला होइन तिम्रो जस्तो मुटु पनि गाउने हो तर पछि यो चाहिँ फर्स्टमा यो चाहिँ लाइनमा एक गीत गाउनुपर्छ भनेर उसले भनेको याद छ। पहिलो कारणले पनि मैले गीत प्रस्तुत गरेको। रोशन र हसन खुबै मिल्ने पनि भन्छन् होइन, त्यो देखिएको हुन्छ मिल्नु पनि हुन्छ, नामको अनुप्रास पनि मिल्ने रोशन हसन भनेर तपाईँहरूको एउटा जोडी जस्तो छ दाजुभाइ अत्यन्तै मिल्नुहुन्छ। म अलिकति अगाडि जान्छ फेरि काठमाडौँ बस्दाखेरि कतिको सुख भयो कतिको दुःख भयो, दिक्तेलबाट आउनुभयो होइन, कोही आफन्तको सहारा लिएर बस्नुभयो कि आफै म्यानेज गरेर आफै कमाउने आफै खर्च गर्ने हुनुभयो कि के छ? त्यो धेरै कुरा छ त्यसमा। हामी साथी पनि बस्यौँ मिलिएन, आफन्तसँग पनि बस्यौँ कति समय मिलिँदैन, त्यो एउटा कुरा त्यस्तो हुँदो रहेछ क्या भन्ने कुराहरू क्रमहरू हुँदो रहेछ होइन। अनि सङ्घर्ष थुप्रै गर्नुभयो धेरै, तर सङ्घर्षको कुरा गर्दा चाहिँ मलाई लाग्छ म मात्रै होइन होला सङ्घर्ष गर्ने, यहाँभित्र हरेक सफलताको पछाडि ठुलो सङ्घर्ष हुन्छ सबैको होइन, सबैले सङ्घर्ष गरेरै आउनुभएको छ। त्यसले गर्दा दुःख सुख मान्छेको जीवनमा सबैमा नै हुन्छ। त्यसले गर्दा धेरै कुराहरू चाहिँ मलाई यस्तो कुराहरूमा चाहिँ किन पनि भन्न मन लाग्दैन त्यति भन्दा त्यो मैले मात्रै गरेको नौलो कुरा नै होइन क्या, हरेक कलाकारहरूको कुरा आउँछ होइन, हरेक नेताको कुरा आउँछ होइन। तपाईँले चाहिँ के गर्नुभयो काठमाडौँमा आएर? जागिर पनि खानुभयो? जागिर त खाइएन, जागिर घरबाटै पैसा पठाएर बस्नुभयो कि कसरी बस्नु त? जागिर खाने कुरा त जागिरै पाउँदैन त्यति बेला के कामै नपाउने जागिर खानु केही काम गर्नु भने काठमाडौँ आएर? गरिएन, काम त गरिएन खास त्यस्तो। अब यताउति जस भाडा 500 रुपियाँदेखि थियो एउटा कोठा भाडा, अहिले 10,000 पुगिसक्यो एउटा भनेपछि धेरै जमानाको मान्छे हो। 500 भाडा त्यसपछि खानु बस्नु यताउति सबै घरबाट म्यानेज गरिदिनु? हामी मिलेरै गर्थ्यौँ साथीभाइसँग, आफन्तहरूलाई पनि माग्ने होइन। कहिलेकाहीँ लागेन अब त म आफै खर्च जुटाउनु पर्छ, घरबाट कति आश गर्ने, घरको त्यही कुरा सोच्दै गर्दा त मान्छेलाई गाह्रो हुँदो रहेछ। अब समस्याले गर्दाखेरि मान्छे विचलित भएर हिँड्छ नि त, छोड्छ, तर समस्याको समाधान हुन्छ क्या, जहाँ समस्या त्यहाँ उपाय हुन्छ नि, त्यो मान्छेले गर्न सक्छ क्या, मान्छे हो नि त। त्यसले गर्दाखेरि नगरेको चिज छैन नि त सबैले। अब छोडेर विदेश गएको हो त यतिखेर एउटा घर बनाइन्थ्यो होला होइन, एउटा परिवार हुन्थ्यो बस त्यति नै होला। तर त्यो मात्रै नि त खुसी, मान्छेलाई जे गर्दा पनि खुसी त हुँदैन नि त, सन्तुष्टि हुँदैन, सन्तुष्टि छैन नि कसैलाई पनि हुन्न रहेछ क्या होइन। मान्छे त्यो स्ट्रगल फेज छ क्या काठमाडौँमा आएपछि। सुरुमा त आफन्तकोमा बस्नु होला, त्यस्तो सजिलै भयो होइन, पछिबाट अब सधैँभरि आफन्तकोमा बसेर पनि त हुँदैन होइन। पाउन भनेको तपाईँको 1 दिन 2 दिन 1 महिना 2 महिना हुनसक्छ, वर्षौँ वर्ष त हुँदैन पाउन होइन, किनभने आफै आफ्नो खुट्टामा आफै उभिनु पर्ने भन्छ। आफन्तकोमा बसिन्छ त सजिलै भयो तपाईँलाई पक्कै पनि, तर आफन्तबाट निस्केपछि जब अब आफै हिँड्छु है, अब चाहिँ आफै गर्छु है भनेर लागिसके पछाडि चाहिँ त्यस्तो के चाहिँ गर्नु पर्यो तपाईँले जिन्दगीमा? साथीभाइसँग बस्यो, त्यसपछि एक्लै यहीँ मैतीदेवीमा पनि बस्यो, घटेकुलो चाहिँ भित्र एउटा रुममा हामी 3 जनासम्म बस्यौँ। पश्चिमको एउटा साथी थियो कृष्ण कुमार भन्ने, चापनतिर हुनुहुन्छ अहिले, पृथ्वीराई भित्र गयो अभिमन्यु नामले, उखोटाङकै थियो। हामी कतै न कतै म्यानेज गर्थ्यौँ होइन, आफन्तहरूसँग मागेर पनि घरतिर मागेर पनि होइन। त्यतिखेर सस्तै थियो रहेछ, त्यत्रो धेरै थिएन रहेछ। अनि त्यसरी म्यानेज गर्दै गर्दै हामी कहिलेकाहीँ भोकै बस्नु भएको छ, पकाउनु अल्छीले अथवा त्यो चामलै सकिएर तरकारी नभएर त्यस्तो पनि याद छ? त्यस्तो दिन त त्यो नर्मल्ली कुरा हो नि, कति भयो कति हिँडेर
तपाईँलाई अब बाइक थिएन त्यतिखेर सामाबसीदेखि हिँडेर साम्रो रेकर्डिङ स्टुडियो त्यहाँदेखि हिँडेर बानेश्वरदेखि फेरि सामाबसी कति हिँड्नु पर्थ्यो एक फोनको होइन भन्नु न कति हिँड्नु पर्थ्यो होला त्यो हिँड्दै 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 खाने गाडी चढ्ने पैसा हुँदैन थियो गाडी चढ्ने पैसा नहुने हुँदा पनि माथ्यो गाडीले त्यही गाडीले 5 रुपियाँ भए पनि बस्थ्यो कि 5 रुपियाँ भने बस्थ्यो कि गाडी त्यहाँबाट 5 रुपियाँ पर्छ ठ्याक्क रिङ रोडको मात्ने के गाडी माथ्यो है अनि त्यो अधिकांशलाई मात्छ फेरि हामी पहाडमा जन्मेको हुर्केको होइन त्यो पहाडमा जन्मे हुर्केको मान्छेलाई गाडीले माथिहाल्छ त्यसले गर्दाखेरि अनि बाँच्थ्यो क्या 5 रुपियाँ ठुलो कुरा नि ठुलो कुरा त्यो बेला अनि त्यस्तो अवस्थाहरू कति छ कति नि सङ्घर्षको दिन त कति हिँडेर तपाईँ भोक लागनेको कुरा गर्नु भने भोकको कुरा पनि छ अनुभव हामीसँग कहिलेकाहीँ पकाउनु कल्छी साथीहरू तपका भन्ने कुरा त्यो पनि त्यसले गर्दा पनि कुनै बेला चाहिँ भोकै बसाइ पर्थ्यो होइन तर त्यस्तो अभावले हुँदै नभएरै चाहिँ भोक बस्नु परेन होइन हिँड्नु त तपाईँको म पनि कहिले लुबो बसेर बौद्ध पुग्थेँ कहिले तपाईँको माथि तपाईँको स्वयम्भूदेखि हिँड्दै तपाईँको पुगिँदै होइन त्यो थुप्रो हिँडिन्थ्यो तर मलाई चाहिँ के हुन्थ्यो भने त्यति बेला बाटोमा हिँड्दैको अनि ओरतिरपट्टि रेस्टुरेन्ट पकाएको मग बास्ना आउँथ्यो अनि खाउँ त लाग्ने पैसा हुँदैन है खल्तीमा हुँदैन थियो त्यो बास्ना लिँदै हिँड्नु पर्थ्यो होइन हामीले हिँडेको कुरा गर्दा चाहिँ त्यही हो सधैँभरि गाडी चढ्नलाई तपाईँ भन्नु न 10 रुपियाँ दिनको होइन त्यो खर्च गर्ने सम्भावना गाह्रो हो कम हुने क्या त्यही भएर पनि हामी हिँड्थ्यौँ कि तर हिँड्दाखेरि चाहिँ एक्सर्साइज हुन्थ्यो रहेछ हो आज त सम्झेदा त्यो ठिक रहेछ नि त होइन आज त्यो मरि जिम गरेर यत्रो त फलामु चाल्नुभन्दा होइन त्यसरी तपाईँको त्यो अवस्था पनि आयो कि फेरि त्यो अवस्था पनि आयो जस्तो अब अहिले चाहिँ कसरी घट्ने होला भन्ने टेन्सन लाग्छ अहिले चाहिँ अलिक बेसी नै मोटाइले छ अहिले त हिँड्न पाए हुन्थ्यो भने फेरि अहिले अब हिँड्न मन लाग्दैन बाइक चढ्नै पर्यो है त्यो पनि त्यो सिचुएसन पनि आयो होइन तर त्यो रमाइलो त्यतिको रमाइलो चाहिँ अहिले हुँदैन फेरि हुँदैन है अहिले त हुँदैन क्या होइन किनभने त्यति बेला त हिँड्दै जाँदा आफ्नो मनको कुरा भन्न पाइने एक्लै अर्कालाई लामो समयसम्म आफ्नो भलाकुसारी गर्न पाइन्थ्यो नि त भोलि के गर्ने यस्तो हुनुपर्छ यस्तो हुने अर्काको चर्चा आउँथ्यो पत्रिका हेरिन्थ्यो होइन पत्रिकामा आफ्नो नाम देख्नु पाए कस्तो हुन्थ्यो भन्ने त्यो तर बिस्तारै हुँदो रहेछ क्या पछि कामहरू गर्दै जाँदा आफ्नो पनि नामहरू आउँदै साप्ताहिकहरूतिर नामहरू आउँदै अन्नपूर्ण पोस्टतिर अरे कान्तिपुरतिर आउँदै जाँदा आफ्नै गीतहरू कान्तिपुर टेलिभिजन पछि बज्न थाल्यो होइन कान्तिपुर एफएमतिर बज्न थाल्यो त्यहाँदेखि अनि चाहिँ त्यो गौरव क्या खुसी लाग्दो रहेछ त्यो बिस्तारै हुने रहेछ त्यो कुरा अघि तपाईँले नि जस्तै त्यो गाडी चढ्दा माथ्यो भन्नुभयो अब हाम्रो त खोटाङबाट काठमाडौँ त आउनु गाडी चढ्नु पर्थ्यो अझ त्यति बेला त दिगतेलबाट हिँडेर गाईघाटसम्म आउनु पर्थ्यो क्या 2 दिन म त हिँड्न त्यत्रो कहिलेकाहीँ चाहिँ 1 दिनै पुग्दिन्थेँ कहिलेकाहीँ चाहिँ नत्र 2 दिनमा त छिटै पुग्दिन्थेँ रसो आएर बिहानै रसै काटिदिन्थेँ नि साउने आइपुग्थेँ म साउने धेरै त हरेक पटक है हरेक पटक त्यो बिहानै नचाहेर एक्लै हिँड्यो भने गाईघाट मजाले आइपुग्छ किनभने म चाहिँ नबस्ने हिँडेको त्यो हिँड्दाखेरि को यादहरू छ कुनै आज मानसपटलमा कोही साथीहरू भेटियो होला होइन कोही त मनपर्ने युवतीहरू नि त भेटिन्छ नि त्यो किनभने त्यो बेलै त्यो हो कति भेट्यो है कति भेटिन्थ्यो लप त परेन नि त्यति बेला कसरी लप पर्ने तपाईँको आउने जाने क्रममा क्रस हुने हेराएर हुने यस्तो त्यो छुट्टै फिल हुने कहिलेकाहीँ हिँड्दै गर्दा एउटै बाटो अगाडि पछाडि गर्थ्यो होइन उहाँहरूसँग हिँड्दै आउँदाखेरि त्यस्तो त कति भयो त्यो अनि धेरै समय त्यो बाटो हामी हिँड्ने जाने क्रम भयो नि त त्यो तपाईँको त्यो छामलिङतिरको केरा अनि त्यो जाँड होइन बटकामा जाँड थाकेको बेला प्यास कोसीको तिर हिँड्दाखेरि गर्मी त्यत्तिकै हुन्छ अनि त्यो गर्मीमा त्यहाँ एक बटका सिल्भरका बटकामा त्यो कोदोको छानेको जाँड हुन्थ्यो त्यो केरा होइन सस्तो पाइन्थ्यो त्यति बेला त्यो 5-7 रुपियाँ बटको भन्थ्यो कि 2 रुपियाँ बटको भन्थ्यो जाँड 2 रुपियाँ बटको होला 2 रुपियाँ बटको होला 2 रुपियाँ त्यस्तै 2 रुपियाँ बटको
त्यतिखेर खाइन्थ्यो अहिले त अब त्यो अवस्थै छैन छैन त्यो बाटो त अहिले रोडै बनाएको छ नि हजुर कतै कतै त भेटिन्छ त्यही अब त्यो पहिले हिँडेकै बाटोलाई नै रोड बनाएको छ है अस्ति लास्ट टाइम म खोटाङबाट फर्किँदा त्यो बाटो फर्केको थिएँ होइन त्यतातिर अब त्यो पुरै हामी पहिले हिँडेको घरतिर चाहिँ अहिले रोड भएको छ क्या रोड है त्यो बाटोतिर बस्तीहरू चाहिँ त्यस्तो छैन तर अहिले गाडीमा हिँड्नुभन्दा मजा चाहिँ त्यतिखेर राम्रो नि तपाईँको कोसीको माछा मारेको हुन्थ्यो त्यो माछा खाने कि भाले काटेर खाने कि होइन बाँसुरी ठाउँमा पैसा चाहिँ हुनु पऱ्यो त्यो असला माछा कोसीको खाए पनि होइन मजाले खाने सुँगुर ठुल्ठुलो काटिरहेको हुन्थ्यो राष्ट्रतिर अहिले त्यस्तो छैन त्यसो अहिले त एकैछिनमा गाडीले सर हिँडाउँछ कहाँ पुरै त समयको त बचत भयो तर त्यो जुन मजा थियो त्यति बेलाको त्यो मजा छैन तपाईँको गर्मीमा खुइ गर्दै हिँड्दै भए पनि अनि फेरि त्यो पत्रिका गरेर रुखको शीतलमा बस्ने अथवा त्यो होटलको उमा बसेर अनि त्यो के खाने होइन बेलुका चलो आज भाले खानुपर्छ है आज माछा खानुपर्छ है सुँगुरको खाने त्यो छुट्टै मजा थियो त्यस पछाडि तपाईँहरू गाईघाटबाट गाडी चढ्नुहुन्थ्यो नाइट बसमा खुब हिँड्नुहुन्थ्यो होला है काठमाडौँमा त म त लगभग अनकन्सियस भइसक्थ्यो कि नयाँ वर्ष रहेको त बाटैभरि त्यो जतिचोटि बिउजिन्थेँ त्यतिचोटि चाहिँ मलाई गाह्रो भइरहेको हुन्थ्यो क्या अनि बसबार आइपुग्दा त पुरै अलस तलस गाडी नै हेर्न नमनपर्ने हेर्नै नमनपर्ने त्यस्तो हुन्थ्यो फेरि लामो बाटो तपाईँ 13-14 घन्टा हिँड्नु पर्थ्यो होइन अहिले जस्तो सर्टको बाटो छैन नि त त्यति तपाईँको त्यो नारायणघाट हेटौडा घुम्दै आउनुपर्ने मुगलिनको बाटो आउनुपर्ने होइन यो त कृष्णवीरको जाम कहिलेकाहीँ त तर त्यो यात्रा गर्दै गर्दा कहिलेकाहीँ यस्तो मिल्ने साथीहरू भेटिन्छन् होइन चाहे युवा होस् चाहे युवती होस् होइन आफू एक्लै हिँडेको छ भने चाहिँ त्यो पनि हुने कि कहिलेकाहीँ म पनि परेको छु तपाईँको अब एक्लै घरमा हिँडेको छ भने एक्लै गाडी सिङ्गल चढेको छ भने सँगैको सिटमा को बस्छ होइन को हुन्छ कहिलेकाहीँ त राम्रो युवती बस्ने कहिलेकाहीँ एकदम मिल्ने युवा बसिरहने कहिलेकाहीँ चाहिँ एकदम गफ मिठो गर्ने होइन अग्रजहरू बस्ने त्यो छुट्टै मजा आउने तपाईँलाई यस्तो हुन्थ्यो म काठमाडौँदेखि गाउँ जाँदै गर्दा दसैँको बेला चाहिँ होला त्यस्तो सँगै चाहिँ होइन जस गाडी जाम भयो के पर तपाईँको हेटौडा पुगेपछि जङ्गलमा एक्लै थिएँ अनि त्यो बेलाको घटना चाहिँ एउटा याद रमाइलो छ कि अर्को गाडीको मान्छे हुनुहुँदो रहेछ उहाँ छुट्टै म भुइँमा रोडको छेउमा हजुर तुबोहरू त्यो झारहरू उम्रेको छ त्यहाँ बसिरहेको थिएँ यत्तिकै गीत गुनगुनाउनु मन लाग्यो कि गीत गाइरहेको थिएँ सुनिरहेको राख्नुभएको थियो क्या उहाँले अनि ठ्याक्क गाडी पछि स्टार्ट भयो उहाँ जानुभयो कि उहाँले चाहिँ यस्तो राम्रो गाउनु भयो कि तपाईँ होइन लास्ट मन पऱ्यो तपाईँको स्वर भनेर बाई बाई गर्नुभयो कि सुहेरेको राम्री पनि हुनुहुन्छ तर उहाँ कहाँको को है के गर्नुहुन्थ्यो अहिले के गर्नुहुन्छ बुढी भइसक्नु होला नि त्यो चाहिँ याद छ अनि मलाई त्यो कुराले चाहिँ मलाई छोइरहेको गाईघाट पुगिन्जेल मलाई त्यो कुराले चाहिँ यहाँ दिमागमा हानिराख्यो कि सँगै परेको पनि हुन्थ्यो एउटै गाडी इमेजिन है होइन तर एउटै गाडी पढेको त बोलिँदैन थियो होला नि त्यो होइन त्यो त एउटा लाज पनि हुन्छ नि त गाईघाट पुगे गाडी साउने पनि चल्थ्यो त्यो बेला साउनेसम्म नै त्यो याद आयो क्या किनभने त्यो निकै मजाले भन्नुभयो क्या उहाँले त्यसले गर्दाखेरि चाहिँ तर अब उहाँ नि सुनि मात्रै राख्नुभएछ अगाडि बोलेको त बोलचाल हुन्थ्यो नि त होइन बोल्नु त्यो चाहिँ गाडी कहाँनिर त्यस्तो भयो तपाईँ याद छ ठाउँ चाहिँ त्यो सायद त्यो ठाउँ याद छ भने जो उहाँले थम दिनुभएको थियो उहाँले ए भनेर सम्झिनुहुन्छ कि पक्कै पनि हेरिरहनु भएको छ नि त त्यो भन्नु सक्छ तर अगाडि बोलाउनु पर्थ्यो कि उहाँले अगाडि बोलाउनु पर्छ नि त होइन भएन नि त अगाडि बोलाउनु पर्छ नि त त्यस्तो मान्छेले होइन बोलाउनु भएन त्यो चाहिँ होइन उहाँलाई नि त बोलाउन सक्नु भएन होला होइन के अरे कहाँ हिम्मत हुन्छ त्यति बेला तपाईँको एउटा केटाले अर्को केटाले बोलाउने हिम्मतै हुँदैन थियो नि त्यो कसैलाई प्रेम प्रस्ताव राख्नु अथवा बोलाउनु पऱ्यो भने एकदमै त्यो साहस जुटाउनु पर्थ्यो संसारै जित्यो बोलाइसकेपछि संसारै जित्यो जस्तो अझ आफूले मन परेको केटीको चिठी पाइयो रिप्लाई पाइयो उसले सकारात्मक जवाब पायो भने त एकदमै सगरमाथा चढेको भन्दा बढी चाहिँ फेल हुने त्यस्तो हुन्थ्यो नि त्यो समय त्यस्तै थियो नि त सायद उहाँले पनि बोल्नु सक्नु भएन होला बोलाउनु सक्नु भएन होला हुनसक्छ त्यही कारणले पनि उहाँले ठाउँ चाहिँ कुन चाहिँ भन्दै हो कि हेटौडा जङ्गलमै हो क्या ठ्याक्कै
ए धेरै जाम भयो क्या लगभग 45 मिनट जति जाम भयो होला ए कति सालतिरको कुरो यो अनुमानित 62-63 को कुरा 62-63 ए अनि मैले धेरै बुढी त हुनु भएको रहेछ उहाँ पनि होइन 62-63 चाहिँ त्यही त मतलब भन्नु खोजेको कुरा के भन्दा त्यो एउटा प्रेसर त्यो कुराले चाहिँ हानिरह्यो क्या मतलब साउने पुगिन्जेलसम्म राम्रै हुनुहुन्थ्यो रहेछ उहाँ पनि पूर्वै हिँडेको होइन त्यो चाहिँ हो त्यति घटना चाहिँ याद छ गाडीमा घटेको त्योभन्दा अरू त बिल्कुल छैन होइन अरू सामान्य कोही घट्छन् तर त्यो अब सबै सम्झेर पनि साध्य हुँदैन मनमा परेको कुरा चाहिँ त्यो मलाई त्यो कुराले चाहिँ किन हान्यो भन्दाखेरि चाहिँ तपाईँ एकदम राम्रो गाउनुहुन्छ राम्रो मान्छे हुनुपर्छ कति राम्रो भनेर चाहिँ उहाँले गरेर बाई गरेर जानुभयो कि तर अगाडि भन्नुपर्छ नि अगाडि देख्नु नि कस्तो मोटो चिसो हो त्यसो भन्दा चाहिँ हो क्या त्यो सिरिङ्ग भयो होला होइन त्यो कुराले मात्रै हानेको त्यसले गर्दा चाहिँ मलाई दिमागमा त्यो कुरा चाहिँ आइराख्यो तर त्यो कहिले पनि भेटिँदैन त्यस्तो भेटाउँदैन संयोगले भेट्नु अब फेरि त्यो चाहेर पनि चिनिँदैन दोस्रोचोटि भेट्यो भने घर चिन्नु अब फेरि हामी एउटा गीत सुन्नु कि के अरे होइन तपाईँले थुप्रै गीतहरू गाउनु भएको छ भोइसमा होइन अनि यो फाइनलमा धनकुटी बिस्कुट गाउनु भएको थियो क्यारे होइन त्योभन्दा अगाडि तपाईँको विनायक कङ्कङ पनि गाउनु भएको थियो होइन अनि तिम्रो जस्तो मेरो मुटु थुप्रै गाउनु भएको छ यहाँले होइन हरेक एपिसोडमा यहाँको तलकै रहन्थ्यो अब चाहिँ एउटा अघि भर्खर हामी सुगम सङ्गीत सुन्यौँ होइन त्योभन्दा अगाडि लोकबेस प्याटर्नको पनि नै होला यो बतासे जल्ला सिरीहरू सुन्यो होइन अब कुन गीत सुन्नु हामी मलाई राजेश दाईको मनपर्छ धनकुटे बिस्कुटको सेल ल्याउला नि भारी सोलीमा धनकुटे बिस्कुटको सेली ल्याउला नि भारी सोलीमा भागी जाऊ हिँडा अझैलो भर हुन्न कहिले भोलिमा झापा मोरङ सुनसरी सल्टिने हो तिम्रै माया लाग्छ नि बेसरी आयो झापा मोरङ सुनसरी सल्टिने हो तिम्रै माया लाग्छ नि मनभरि अझै आलाप पनि दिनुभएको थियो भन्दा अगाडि बाँधीमा ल्यायो सुरुमा स्टेज चढ्दै गर्दाखेरि होइन हो गरेर दिनुभएको थियो रमाइलो भयो भोइसको यात्रा जोस् मलाई धेरै माया गरिदिनु भयो कोचहरूले पनि भोइसले एकदम राम्रो एउटा ठाउँ दिनुभयो यो नामलाई अझ धेरै रोशन गरिदिनु भयो भोइस अफ नेपाल तपाईँ आफै रोशन अझै नाम रोशन होइन धेरै धन्यवाद दिन चाहन्छु म यो भोइससँग चाहिँ कसरी जोडिनु भयो तपाईँ अघि हसनका कुरा आयो होइन जानुपर्छ भन्ने कुरो भयो क्यारे भाइले पनि धेरै इम्प्रेस गरेको मलाई अनि यतिका वर्षसम्म तपाईँ भोइसमा जानु भएन होइन 6 भाग पुगिसक्यो आज जुर्नु पनि पर्ने रहेछ नि त यो सिजन 6 मै जानुपर्छ भन्ने जुरेको होला कि त्यही भएर पनि भएको बाबा हरेक कामहरू गर्दा हामी सल्लाहले गर्थ्यौँ दाजुभाइ होइन अनि यसपालि ऊ बाहिर बसे पनि उसले कामहरू यसरी गर्नुपर्छ भन्ने मार्गदर्शन गर्ने होइन यसो गर्नुपर्छ यसो गरेर अगाडि बढ्नुपर्छ भन्दै जाँदा हामीले केही कामहरू गर्दै आउँदाखेरि अब एउटा भोइसको प्लेटफर्ममा हामीमा भएको केही कलाहरूलाई माया गरिदिनुहुन्छ कि दर्शक श्रोताले भन्ने लागेर र पनि उसले अब मलाई जानुपर्छ भन्ने एउटा इन्करेज गरेर पनि अनि भोइसमा गएर होइन राम्रो चाहिँ एउटा सफलता प्राप्त भएको छ म चाहिँ खुसी छु पक्कै हामी यो जित्नु भन्ने कुरा चाहिँ एउटा नियम होइन तर मैले गर्नु सक्ने जति पनि कुराहरू थियो मैले गरेँ नि त होइन मैले खुलेर गर्न पाएँ त्यो नै एउटा खुसीको कुरा हो पक्कै पनि भोइसले दिएको प्लेटफर्म अविस्मरणीय छ अतुलनीय छ यद्यपि हामी कार्यक्रमलाई बिट मार्नुभन्दा अगाडि अलिकति कुराहरू जोड्छौँ अझै पनि
काठमाडौँ आएर तपाईँ सङ्घर्ष गर्नुभयो बिहे चाहिँ कति पछाडि भयो त काठमाडौँ आएको कति पछाडि 10 वर्ष लगभग 8-10 वर्ष पछाडि 8-10 वर्ष पछाडि ए त्यस्तै भयो 8-10 वर्ष अलिक होइन 5-6 वर्ष पछाडि ए परिवारमा को हुनुहुन्छ आज खोल्नु भन्नु मिल्छ मिलिहाल्छ नि किन नमिल्नु सबै हुनुहुन्छ नि ए हुनुहुन्न बाबा खस्नु हुन्छ तरी सालतिरै खस्नुभयो ए दिदीहरू 2 जना दाइ 1 जना ए 3 जना दिदीमा ठुली दिदी चाहिँ खस्नुभयो ए अनि हामी 2 भाइ 2 बहिनी अनि अब मेरो बच्चा छोरी छ ए छोरी कति वर्षको छ छोरी 12 मा पढ्दैछ ए 12 मा ब्याचलर गर्दैछ ए एक सन्तान ईश्वरको वरदान अब प्लस नगर्नु त्यो भन्नै सकिँदैन त्यो पनि अब यो दैवको जे छ त्यसमा खुसी हुनुपर्छ ठिक छ होइन एक सन्तान ईश्वरको वरदान हो राम्रो हो होइन यद्यपि कहिलेकाहीँ अब छोरी ठुली भई छोरी अब उच्च शिक्षाको लागि कोही विदेश जाला अथवा कहाँ जाला फेरि अझै उमेर पुगेपछि विवाह गर्छिन् छोरीले विवाह गर्छ ज्वाइँको घर जानुहुन्छ होइन अनि छोरी ज्वाइँको घर गइसकेपछि त फेरि सुरुको अवस्थाको आउँछ नि तपाईँलाई उही बुढा उही बुढी होइन ओल्लोपट्टि बस्यो बुढा पल्लोपट्टि बस्यो बुढी अनि हजुर बुढी भन्यो हजुर बुढा भन्यो अनि त्यो घरमा छोराछोरी नाति नातिना सबै छ भने अर्कै छुट्टै माहौल होइन क्राउड अलिअलि हुने अनि एउटा भएको छोरी पनि बिहे गरेर ज्वाइँको घर जानुहुन्छ त्यसपछि सुनसान फेरि होइन जे छ त्यसमा खुसी हुनुपर्छ खुसी त हुनुपर्छ नियम हो प्रकृतिको नियम हो हामी नियमलाई मान्नै पर्छ होइन प्रकृतिले नै त्यस्तो गरेको छ नि त हामी त्यो भन्नु तर तपाईँहरूको इच्छाले एउटा सन्तान मात्रै है भन्ने हो भने चाहिँ भन्ने कुरोमा त्यो चाहिँ विचार हो हुन पनि सक्छ नि के उमेर छ त भर्खरकै छु नि अहिले चाहिँ कसरी चल्दैछ त जिन्दगी तपाईँको जिन्दगी ठिकै चलिरहेछ ठिकै चल्दैछ ठिकै चल्छ राम्रै चल्दैछ भनौँ न बाँचिएको छ नि त होइन तपाईँहरूलाई गीत सङ्गीत सुनाउनु पनि पाएको छु बेला बेलामा यसरी भलाकुसारी गर्न पाइएको छ तपाईँहरूको टेलिभिजनमा आउनु पाएको छु अघि के हामीले सुरुमा कुरा गरियो निकै राम्रो गीत भनेर त्यो मेरो प्यारो खोटाङ त्यो त हामीले गाउने बिर्सिएछ ठिक छ सुन्नु पर्यो त्यो पनि रमेश नामाङको शब्दमा विक्रम राईको सङ्गीत होइन विक्रमलाई पनि म यहीँदेखि सम्झिन चाहन्छु हामी पनि एकदमै जहाँ छौ तिमी खुसी रहनु विक्रम भन्छु उसको सङ्गीत राम्रो सङ्गीत हो क्या यो गाउँदा एक लाइन प्लिज प्लिज यो सपनामा आइरहन्छ सधैँ एउटा यस्तो ठाउँ उकाली चढ्दै जानु ओह्राली झर्दै जानु हो उकाली चढ्दै जानु ओह्राली झर्दै जानु घुम्तीहरू काट्दै जानु सबसुको शिर पहिलाउँदै जानु त्यही हो मेरो घर त्यही हो मेरो गाउँ त्यही हो मेरो प्यारो खोटाङ त्यही हो मेरो प्यारो खोटाङ सपनामा आइरहन्छ सधैँ एउटा यस्तो ठाउँ थ्याङ्क यू यो गीतले त मारेको छ हौ खोटाङको हरेक खोला नाला पहाड गाउँ सहर सबैलाई समेटेर बनाएको खोटाङको गीत योभन्दा अर्को उत्कृष्ट बनेन होला हौ सायद धेरै गीतहरू छन् थुप्रै बने तर यो जतिको चलेको र यो जति रुचाइएको गीत होइन मन पराइदिनु भएको छ एकदम यसमा धेरै धन्यवाद त्यही नै हो गीतहरू त राम्रो छन् 101 बनेको छन् होइन बनाउनु भएको छ होइन यो गीतलाई पनि माया गरिदिनु भएको छ होइन त्यसरी चाहिँ म एकदम धेरै खुसी छु भनौँ न यो गीत पनि आज युट्युब प्लेटफर्ममा सबैले आफ्नो आफ्नो खुसीले लगाइरहनु भएको छ तपाईँले आफ्नो आधिकारिक बनाएर लगाएको देखिएन कसैले पनि रोयल्टी पनि कता कता पुग्छन् है सृजनाको त्यो एउटा मलाई चाहिँ लाग्ने के भन्दा जहाँ जहाँ भएर भए पनि
प्रचार बच्नु चाहिँ पर्यो, बज्नु चाहिँ पर्यो, तपाईँ सुनिनु पऱ्यो, माया गरिदिनु चाहिँ पर्यो होइन। अहिले त तपाईँको अलिकति कमर्सियल हिसाबले पनि जानुपर्छ अनि अलिक कमाउनु पर्छ भन्ने हुन्छ नि त। अब त्यो यो गीत चाहिँ युट्युबमा एकै ठाउँमा आधिकारिक युट्युब च्यानल लगाएको हो भने त्यहाँबाट पनि केही 2-4 हजार आउँछ। सृजना र पैसामा फरक कुरा हो मलाई चाहिँ लाग्ने। जस्तो अब कमाउनको लागि मात्रै अघि पनि भन्यो नि त, कमाउनको लागि गीत गाएको भए त म फ्रस्ट्रेसन भएर मरिसक्थेँ नि। गीत गाएर पैसै कमाएको छैन नि मैले, कति कमाउनु कमाएकै छैन नि अहिलेसम्म, इन्भेस्टै मात्रै छ नि, कमाएकै छैन नि। अन्त त्यस्तो हो भने त म त हुनुपर्ने होइन। तर के भन्दा त्यो चिज चाहिँ मलाई किन लाग्छ भने मैले रोकबन्दी हामीले लगाएको पनि छैनौँ। मैले गीतकारसँग पटक पटक हाम्रो कुरा हुन्छ होइन, उहाँले पनि भन्नुहुन्छ कि जहाँबाट भए पनि बजिरहेछ त्यसलाई मैले एउटा कसैले पनि लाउनु हुँदैन भनेर ब्यान्ड गरेको त्यो गीत कसले सुन्नुहुन्थ्यो र, रेकर्डेड भएर त्यो बसिरहन्थ्यो, मोबाइलमै रहन्थ्यो होला अथवा पेन ड्राइभमा रहन्थ्यो होला होइन, कसले थाहा पाउनुहुन्थ्यो र। तर मैले त्यो गीतलाई फेसबुकमा फालिदिएँ, फेसबुकमा हामीले पोस्ट गऱ्यौँ होइन, सरी फालिदिएँ भने पोस्ट गऱ्यौँ होइन, त्यहाँबाट सबैले तानेर हाल्नुभयो, आफूले बनाएर राख्नुभयो, सोध्नु पनि भएन, ठिक छ इट्स ओके होइन, लगाइदिनु भएको छ। सोधेर लाउनेहरू पनि हुनुहुन्छ 1-2 जना चाहिँ, सोधेर लाउनेहरू पनि हुनुहुन्छ 1-2 जना, नसोधी लाउनेहरू कति हुनुहुन्छ, त्यो एउटा मात्रै च्यानलमा पनि छैन क्या, धेरै छ। र तर मन पराइदिनु भयो त्यो चाहिँ ठुलो खुसीको कुरा हो कि सबैले मन पराइदिनु भयो नि त, माया गरिदिनु भयो, ओ राम्रो गीत छ यो, ल सुन्नुपर्छ, एकचोटि सुनेपछि फेरि सुन्नु मन लाग्छ अनि दोहोरिँदो रहेछ नि त। त्यो भएको म त खुसी छु क्या, जसरी पनि हाम्रो एउटा बच्नु चाहिँ पऱ्यो, सृजना बच्नु चाहिँ पऱ्यो भन्ने लाग्छ मलाई। अब आधिकारिक भिडियो तर बनाउँछौँ होला, भन्छ पक्कै। अब को यात्रा चाहिँ के छ त, के छ तपाईँको गीतहरू, नयाँ गीतहरू, नयाँ सिजनहरू ल्याउनुहुन्छ र पक्कै पनि होइन। आजसम्म त भोइसमा बिजी हुनुहुन्थ्यो, भोइसबाट अब रेस्ट पाउनु भएको छ। अब कसैले दर्शक श्रोतालाई दिने मैले भनेको मैले जानेको गीत गाउनु हो, गीतै गाउने हो। गाउनु मात्रै होइन, सङ्गीत पनि गर्नुहुन्छ यहाँ त? अलिअलि गर्छ, थुप्रै गर्नु, अहिले धेरै गर्नुभएको छ प्रोफेसनल। अब मैले गरेको छु गीतहरू, सङ्गीतहरू पनि गर्नु, तर मेरो मेन पेसा भनेको चाहिँ गाउने हो नि त, त्यसले गर्दा म गाउँछु। अब गाएरै म यहाँहरूको ठुलो गुण, यहाँको यो मायालाई मैले तिर्नु छ क्या नेपाली जनताको, नेपाली सङ्गीत प्रेमी दाजुभाइ दिदीबहिनी आमा बुवा सबैको। किन भन्दा मलाई यो ठाउँमा पुर्याउनु हुने भनेको चाहिँ उहाँहरू हो, उहाँहरूको मैले गुण तिर्ने भनेको त मैले गीत गाएरै हो, गीत सङ्गीत गाएरै हो। त्यसो भएकोले गर्दा अब नयाँ आउने सृजनाहरू मेरो कसैले रहनेछ। पक्कै पनि यहाँको साङ्गीतिक यात्रा फलोस् होइन, किनभने मान्छे भइसके पछाडि कि गायक बन्नुपर्छ कि नायक बन्नुपर्छ भन्ने मेरो पनि मान्यता। गायक यस अर्थमा कि हामी मरेर गए तापनि हाम्रो भौतिक शरीर नरहे पनि हामीले बोलेको हाम्रो आवाज रहन्छ, हाम्रो भावी पुस्ताले होइन पुस्तालेसम्म सुन्न सक्छन् होइन। जति पनि अग्रस्रष्टाहरू आज यहाँ हाम्रो धरतीमा हुनुहुन्न, ती अग्रस्रष्टाहरू जस्तै फर इक्जाम्पल नारायण गोपालकै कुरा गरौँ होइन, उहाँहरू मरेर गएको वर्षौँ भइसक्यो। हामी फेरि पनि सम्झन चाहन्छौँ अमर स्रष्टा नारायण गोपाललाई, छोर सर्मठलाई। उहाँ नभए तापनि उहाँको आवाज आज जस्ताको जस्तै छ। त्यसैले आज भोलिको दिनमा तपाईँ पनि यो धरतीमा रहनुहुन्न, म पनि यो धरतीमा रहँदिनँ होइन। हामी मरेर गइसकेपछि हाम्रो भावी पुस्ताले पनि मेरो हजुरबा यसरी बोल्नुहुन्थ्यो अरे, मेरो बराजु बाजे यसरी बोल्नुहुन्थ्यो अरे भनेर उहाँले पनि फिल गर्न सक्नुहुन्छ। नायक पनि यो अर्थमा यदि यो टेक्नोलोजीले कतिसम्म थाम्छ होइन, टेक्नोलोजीले थाम्यो भने र भिडियोको क्वालिटी घटेन भने तपाईँको त्यो दृश्य नै देख्न पाइन्छ क्या, दृश्यमै हाँसिरहेको, बोलिरहेको, नाचिरहेको हाम्रो भावी पुस्ताले देख्छन्। त्यो कारणले कि गायक नायक हुनुपर्छ भन्छ। त्यो छ। रोशनजी, हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। तपाईँलाई कोच गर्ने मेलिना हुनुहुन्थ्यो होइन, अत्यन्तै कोकिलकण्ठ आवाजकी धनी होइन, सुन्दरी गायिका मेलिना राई। उहाँलाई कसरी सम्झिनुहुन्छ? आज तपाईँहरूलाई कोच गर्नुभयो, टिममा रहनुभयो, काम गर्नुभयो, सहकारी गर्नुभयो। थ्याङ्क यू भेरी मच मेरो कोच मेलिना राई। जति उहाँ
रूपले सुन्दरी हुनुहुन्छ, उहाँभित्र मनदेखि त्यति नै सुन्दरता उहाँमा छ, जति सुन्दरताले भरिएको उहाँ व्यक्ति हुनुहुन्छ त्यति नै सुन्दर व्यक्तित्व हुनुहुन्छ उहाँ। गाउनेको त कुरा नै छोडौँ, म त उहाँको यत्रो ठुलो फ्यान हो कि म मात्रै होइन, मैले त्यो उहाँको गलाको कुरामा त मैले वर्णन गरेर सक्दिनँ। संसारले 3 करोड नेपालीले होइन मन पराउनु भएको कलाकार हुनुहुन्छ उहाँ। मलाई यो ठाउँसम्म ल्याइदिनु भयो, यो हदसम्म मलाई एउटा सहजीकरण गरिदिनु भयो, भोइसको स्टेजमा डोर्याइदिनु भयो। यो गुण मैले तिर्न सक्दिनँ होला होइन, सदा सदा रहनेछ। र एकदमै धेरै थ्याङ्कफुल, एकदमै धेरै खुसी छु होइन आउने दिनहरूमा होइन उहाँसँग मलाई धेरै कामहरू गर्न मन लागेको छ। अब चाँडै हामी गर्छौँ पनि है। एकदम धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद छ। यति राम्रो सहजीकरण, यति मजाले डोर्याइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। अब अन्तिममा हामी तपाईलाई जसले जहाँ जहाँबाट रहेर सहयोग गर्नुभयो, प्रत्यक्ष अप्रत्यक्ष रूपमा गर्नुभयो, भोट गर्नुभयो, तपाईँलाई भोट गर्नको निम्ति अरूलाई हार गुहार गर्नुभयो होइन, आर्थिक नैतिक भौतिक सहयोग गर्नाले के भन्नुहुन्छ? सर्वप्रथम सम्पूर्णमा नमस्कार। रोशन राई बनाइदिनु हुने चाहिँ तपाईँ आम नेपाली दर्शक श्रोताहरू नै हुनुहुन्छ, दाजुभाइ दिदीबहिनी आमा बुवा सङ्गीत प्रेमी छोरीचेली सबैजना हुनुहुन्छ। उहाँहरूको लागि मैले यहाँबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई भोट गरिदिनु भयो होइन, मलाई के अरे ल भोट गर्नुहोस् भनेर आर्थिक सहयोग नै पनि गरिदिनु भयो सबैजनाले। यसको लागि सबैलाई मेरो हृदयदेखि धन्यवाद छ। सायरेम छ, धन्यवाद सायरेम। र यो माया कहिले पनि नघटोस् भन्न चाहन्छु। र यहाँहरूको लागि मैले नयाँ कोसेली ल्याएर यहाँहरूको लागि मैले मनोरञ्जन गराउने कोसिस गर्नेछु। सङ्गीतबाट कहिले पनि टाढा रहँदिनँ, यही नै भन्न चाहन्छु। हुन्छ, आफ्नो समय दिनुभयो, आफ्नो कुरा राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। सिलिचुङ टेलिभिजन, इन्द्रजित विश लगायत मिडियाबाट सैलुङ अनलाइन इन्टायर टिम र तपाईँहरूको यो इन्टायर टिमलाई धेरै धेरै धन्यवाद। मलाई 2 शब्द बोल्ने मौका दिनुभयो, मेरो केही कुराहरू राख्ने मौका दिनुभयो होइन, यति राम्रो वातावरण मिलाइदिनु भयो होइन। सैलुङ अनलाइन र सिलिचुङ टिमलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। धन्यवाद।